Please welcome back to my YouTube channel. आज दिउँसो जस्तोतिर बिहानै छ है बिहानै छ म भर्खर त नभनौँ आधी घन्टा भयो उठेको। आज बुधबार, आज धड्कन आउने दिन। हजुर धड्कन पक्कै हेर्नु होला। अनि त्यसपछि आज म कहाँ जाँदैछु? आज म नयाँ सिरियल सौभाग्य भन्ने सिरियलको सुटिङमा जाँदैछु। अब रेडी हुने नै होला। अनि त्यसपछि त्यहाँ जाने। यहाँ सियानाको फर्स्ट सुटिङ। सियानाको चाहिँ फर्स्ट सुटिङ भने मैले चाहिँ किन मेरो भनिनँ भन्दाखेरि इट्स नट माई फर्स्ट टाइम, इट्स माई सेकेन्ड सिरियल। त्यो नर्मल त घर नै त्यो घरको कहानी ब्ला ब्ला ब्ला। तर मेन चाहिँ त्यो सहारा भन्ने थियो एउटा 2 इयर्स अगो। त्यो सिरियल नेम सहारा। अब चाहिँ अहिले छ सौभाग्य। एसएस कसरी नाम मिलेको। ल अब सौभाग्यको सेटमा भेटौँला, ट्याक्सीमा भेटौँला जाँदाखेरि। फाइनली म चाहिँ यहाँ सुटिङको सेटमा आइसकेँ है। अनि त्यसपछि मम्मी कसै एन्ट्रेट मम्मी बहिनी गयो मेकअप उता कपाल गरिदिँदै हुन्छ। मैले टचअप गरिसकेँ, मम्मीले मेकअप गर्नुभयो। अब एकछिनपछि सुट स्टार्ट हुन्छ। साना हाई। हाम्रो सोफा बैठक, दिस इज बैठक। आई एम सिटिङ हियर। कस्तो राम्रो ठुलो रुम। यहाँ बाबा हुनुहुन्छ, मेरो हजुरबुवा भन्ने क्यारेक्टर हुनुहुन्छ। डिस्कस भइरहेछ, तर मजा आइरहेछ। यहाँ चाहिँ मम्मी मेकअप गर्दै हुनुहुन्छ सौभाग्यको लागि। मम्मी चाहिँ यहाँ विधवा हुन रेडी भइराख्नु भएको छ। कस्तो शब्द बोलेको छोरी, मलाई त यो सेतो लुगा देखेर मेरो जिउ मेरो मन मस्तिष्कले कामै गरेन। कसरी यो लुगा लगाएर मैले सुटिङ गर्नु होइन, यति मन डराइरहेछ। बाबाले अब यस्तै लेखिदिनु भयो मेरो लागि। अरू लेख्नु सिन्दुर पनि हाल्ने सिन छ त। सिन्दुर डर लागिरहेछ मलाई। युज गरेँ मान्छेलाई पर्दाखेरि रियल पर्दा कस्तो हुन्छ होला भन्ने कुरा यो ड्रेस देखेरै मलाई आज फिल भयो क्या। कस्तो रुन मन लागिरहेछ छोरी, कसम। कसरी लाउनु यो लुगा? मम्मी छोरी हेर्नु कस्तो देख्यो, मलाई कस्तो डर लाग्यो। ऐना हेर्नु पनि डर लाग्यो छोरी। म चाहिँ कपाल गर्दैछु, रेडी हुँदैछु स्कुलको त्यो 2टा बाट्ने। कस्तो लागिरहेको छ? राम्रो। किन राम्रो? खोइ हुनुहुन्छ विधवा मम्मी। यहाँ हुनुहुन्छ हाम्रो सुटिङको बाबा। यहाँ हुनुहुन्छ हाम्रो रियल बाबा। यहाँ हुनुहुन्छ हाम्रो हजुरबुवा भनेर क्यारेक्टर। यहाँ हुनुहुन्छ क्यामराम्यान। त्यहाँ हुनुहुन्छ धड्कनको बुवा ब्ला ब्ला ब्ला। त्यस्तो भइरहेको छ गाइस। म यहाँ बसिरहेको छु स्टियर गरेर। हुँदैन के गरेको सघाइरहेको छ। मजा आइरहेको छ सुटिङ स्टार्ट भएको छैन। अब मुना लाग्यो स्क्रिप्ट पढ्दै हुनुहुन्छ नगर। हामी हाम्रो शुभ मुहुर्त गर्दैछौँ। क्यामेरालाई पूजा गरिरहेको छौँ है। सबैजनाको टर्न बाई टर्न छ। अर्कोतिरबाट मिलाएर भर्खर होला हात पोल्यो। उसको चाहिँ हात पोल्यो। खै रो नरुने पोलिरहेको छ अहिले नि। सरी। बहिनी खाना खाजा खाँदा चाहिँ अहिले ठ्याक्क साढे कति भयो अहिले टाइम नाउ। रेडी भएर बसेको छु। कोर्टमा यसरी बसेको बाहिर सुटिङ भइरहेछ। म चाहिँ आफ्नो स्कुल विद्यालय पाठशाला त्यो लुगा कस्तो फ्रेममा त्यसको लुगा लगाएर सुट गर्दैछु।
राम्रैमा मैले फेरि लुगा चेन्ज गरेँ है यहाँ म यहाँ बसिरहेको छु उता के के भइरहेछ डिस्कसन भइरहेछ उता लाइक यसरी बसिरहेको छ श्रेयाना उता ग्लुसँग खेल्दैछ म यहाँ बसिरहेको छु यस्तो चलिरहेको छ गाइस अब चाहिँ हामी सबैजना सुटको लागि मन्दिर जाँदैछौँ कस्तो लागिरहेछ हामीलाई बोर लागिरहेछ यो ड्रेसमा कतिवटा खोल्नु जस्तो भइसक्यो अब सिन्दुर लाउने सिन पनि आउँदै छ त हामी सबैजना गइरहेको छौँ अहिले है मन्दिर कुन हो चाहिँ थाहा पाएँ जे पनि जाँदा त जाँदै गइरहेछौँ हामी मन्दिर जान लागिरहेको तर यहाँ बाटोमा सिन एउटा थाहा पायो सिनको लागि रेडी भइरहेछौँ क्यामेरा रोलिङ एक्सन बोल्न मिल्दैन गाइस फाइनली हामी चाहिँ मन्दिर आइसकेको छौँ हामी सबैजना आइसक्नु गयो भन्ने आइसकेँ दक्षिणकाली मन्दिर सबैजना हुन्छ फाइनली मेरो सुट सक्यो अब चाहिँ म यहाँ प्याकअप गर्दैछु सबै लुगा मम्मीलाई बेहुली हुनुहुन्छ हेलो मम्मी हाई अब मेरो सम्झेको सिन ड्रेसमा सम्झेको सिन म चाहिँ यहाँ प्याकअप गर्दैछु होइन अनि मैले लुगा भाइ आज लिटरली लेजिटली 6चोटि चेन्ज गरेँ क्या फर्स्टमा स्कुल त्यसपछि फेरि यो त्यसपछि फेरि स्कुल त्यसपछि अर्को ड्रेस त्यसपछि माथिको अर्को टप अनि फेरि अर्को गरेर लेजिटली 6चोटि गरेँ कि माई गड आई क्यान नेभर फर्गेट दिस मेमोरेबल डे अझै बाहिर सुट हुँदैछ अब फोटो सेसन हुन्छ हाम्रो फेरि यो लुगामा थम्बनेलको लागि अन्त यसरी नै सुट गरिन्छ गाइज हामीले चाहिँ हाम्रो सुट सक्यो है यस टाइम कति भयो 10:30 भयो 10:30 बिहानको 3 लाइक 6 बजे स्टार्ट गरेको 10:30मा सक्यो वी फिनिश आवर सुट लाइक दिस इफ यु लाइक दिस भिडियो प्लिज लाइक कमेन्ट एन्ड सब्सक्राइब इट हजुरले मेरो त्यो तिहारवाला ब्लगलाई सबैभन्दा अहिलेसम्म धेरै भ्युज दिनुभएको छ सबैभन्दा धेरै लभ दिनुभएको छ सब्सक्राइबर पनि त्यो राम्ररी बढिरहेको छ यसरी नै प्लिज यसलाई कन्टिन्यू गर्नुहोस् र अब धड्कन जहिले बुधबार पाउने 7:45मा आउँछ त्यो हेर्नु होला एकादशी फिल्म युट्युब च्यानलमा अनि त्यसपछि हाम्रो ब्याकअप भएर सुन्नुभयो होला ब्याकग्राउन्डमा है लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्नु होला म फेरि पनि भन्छु थ्याङ्क यू बाई